समाजमा यस्ता महिलाहरू पनि हुनुहुन्छ जसको तुलना एक पुरुषसँग गर्दा नि फरक पर्दैन। महिलाहरू बलमा पुरुष जस्तो बलियो नभए तापनि क्षमता र प्रतिभामा चाहिँ कम हुँदैनन्। त्यस्तै एक उदाहरणीय व्यक्ति हुनुहुन्छ बर्दिया जिल्ला बढियाताल गाउँपालिका टेसनपुर निवासी जगतकुमारी चौधरी। नमस्ते, मेरो नाम जगन कुमारी चौधरी। बढियाताल 9 टेसनपुरमा बस्छु। यो टेसनपुर पर्छ। यो परिवारमा 3 जना मात्रै छौँ। मेरो छोरी र छोरा छन्। म एक्लै छु। मेरो श्रीमान हुनुहुन्न, छुट्टै बस्नुहुन्छ। म श्रीमानसँग छुट्टेर बसेको 18 वर्ष भयो। उहाँले आफ्नै सिपमा रहेर कुखुरा पालन बङ्गुर पालन गर्नुभएको छ। उहाँले डकर्मीको पनि सिप सिक्नु भएको छ। ब्रोइलर पालन गर्छु। यही ब्रोइलर पालन आफ्नो छोराछोरीलाई पढाएँ। छोरा त पढेन, धेरै पढे होइन। छोरीलाई ब्याचलर पुरा गरिसकेकी छ छोरी। अनि बङ्गुर पालन पनि गर्छु। म एक्लै महिला भएर पनि यो घर चाहिँ म आफै बनाएको हो। म डकर्मी तालिम गरेको छु। म सबै काम गर्छु। खटिया बुन्ने, अनि गैजा घाँस काट्ने गैजा भन्छन् त्यो बुन्न सबै गर्न आउँछ मलाई। उहाँ निकै सिपालु हुनुहुन्छ र उहाँले धेरै सिपहरू सिक्नु भएको छ। महिलाहरूले आफ्नै पौरखमा पनि जीवन सहज रूपमा जिउन सक्छन् भन्ने सशक्त उदाहरण उहाँ हुनुहुन्छ। महिलाहरू पनि पछि नपर्नु होला। महिलाहरू जे पनि गर्न सक्छ। उहाँ महिलालाई बाँच्न, घर व्यवहार चलाउन, आर्थिक रूपमा सशक्त हुन पुरुषमा मात्र भर पर्नुपर्ने नभएर आफूले नि आर्थिक, सामाजिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भने सशक्त उदाहरणका रूपमा लिन सकिन्छ। उहाँको मेहनत र श्रम र आत्मविश्वास साँच्चै नै उदाहरणीय रहेको छ। उहाँलाई समाजको एक प्रेरणाको रूपमा पनि लिन सकिन्छ।